नतर्सिनुस्, अतालिने काम पनि गर्दै नगर्नुस्। घर पो यत्रो ठुलो रहेको छ त, तर ठुलो घर भयो भन्दैमा बजेट पनि ठुलै हुन्छ भन्ने हुँदैन। पक्कै पनि हजुरहरूको बजेटमा पर्न सफल हुनेछ। अन्डरग्राउन्डमा पनि हजुरहरूले एउटा परिवारले रेन्टलमा दिन सक्नुहुनेछ भने पार्किङको स्पेस हेर्नुहोस् न ल, कत्रो ठुलो रहेको छ। 3टासम्म गाडी मजाले अटाउन सक्नुहुनेछ भने घरको डिजाइन त के भन्नु अब, वान अफ अ काइन्ड डिजाइन रहेको छ। अर्को कुरा चाहिँ हजुरहरूले यो साइडमा पनि अर्को परिवारलाई रेन्टलमा दिन सक्नुहुनेछ। जम्मा जम्मी 2टा परिवार रेन्टलमा मजाले राख्न सक्नुहुनेछ भने आफ्नो लागि मेन इन्ट्रान्स यो रहेको छ। घर एकदमै टप नच तरिकाको रहेको छ, फुल्ली फर्निस्ड रहेको छ, एकदमै हाई एन्ड तरिकाको सरसामानहरू पनि राखिया छ। इन्टिरियरको चाहिँ मैले हजुरहरूलाई सानो स्निक पिक मात्र देखाइरहेको छु। किचनको स्पेस रहेको छ भने डाइनिङ हल चाहिँ यहाँनिर रहनेछ। अब अलिकति मेस्टअप रहेको छ किनभने तीव्र गतिमा काम अगाडि बढिरहेछ। घरको डिजाइन हेर्नुहोस् न ल, सिलिङमा आम्मामा वान अफ अ काइन्ड रहेको छ। एन्ड देन यो डबल हाइट सिलिङ हेर्नुहोस् न ल, कस्तो बबाल तरिकाको रहेको छ भने यस्तो राम्रो लोकेसनमा रहेको छ। फेरि यो घर चाहिँ एकदमै मोडर्न तरिकामा, हाई एन्ड तरिकाको राम्रो एकदमै क्लासिक घर चाहियो भने एकपल्ट चाहिँ आउनु होला है भिजिट गर्न।